जिल्ला प्रशासन कार्यालय मोरङले लगाएको कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्दै गएको लेटाङमा फेरि अर्को दुःखद घटना भएको छ। लेटाङ नगरपालिका 6 की 17 वर्षीय किशोरी सुनिता वाइवा तामाङ मृत अवस्थामा फेला परेकी हुन्। उनी पनि लेटाङ 5 मा रहेको शिक्षा विकास माविमा कक्षा 11 मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ। उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सबलाई पोस्टमार्टमको लागि पठाएको छ। सो घटनापछि बिस्तारै सामान्य अवस्थामा फर्कदै गरेका लेटाङवासीलाई थप चोट पुगेको छ। गत आइतबार मात्र सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरु भएको लफडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यान समेत गएको थियो। उक्त घटनापछि लेटाङमा सोमबार बिहानबाट लगाइएको कर्फ्यू आज बिहानदेखि पूर्ण रूपमा हटाइएको थियो।